20 लाख बढी लगानीकर्ताहरूलाई पर्ने आइपिओ। नेपाल धितोपत्र बोर्ड 7 को पाइपलाइनमा। उत्पादन तथा प्रशोधन क्षेत्र यानि कि म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ सेक्टरका कम्पनीहरू 100 रुपैयाँ अङ्कित मूल्यमा प्रिमियम थप गरी आइपिओ निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका उत्पादन क्षेत्रका 5 कम्पनीहरूको बारेमा जानकारी दिनेछु। म्यानुफ्याक्चरिङ सेक्टरका 5 कम्पनीहरू कुन कुन कम्पनी रहेका छन् र यी कम्पनीले 100 रुपैयाँ अङ्कित मूल्यमा कति प्रिमियम थप गरेर आइपिओ निष्कासन भने गर्दैछन्। नर्मल्ली अरू कम्पनीहरूमा 100 रुपैयाँमा नै आवेदन दिँदै आएका थियौँ भने अर्थात् 10 किता आइपिओ भर्नको लागि 1000 रुपैयाँ लगानी गर्दै थियौँ भने यी कम्पनीहरूमा कति हजार रुपैयाँ यानि कि कति रुपैयाँ लगानी गर्नु पर्नेछ र यी कम्पनीको आइपिओ आए पश्चात कति लगानीकर्ताहरूलाई यी कम्पनीको आइपिओ भने पर्नेछ भनेर यिनै विषयवस्तुलाई समेटेर आजको भिडियोभित्र रहेर चर्चा गर्नेछु। सम्पूर्ण जानकारी पाउनको लागि भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। युट्युब मार्फत हेर्दै हुनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला र फेसबुक मार्फत हेर्दै हुनुहुन्छ भने हाम्रो फेसबुक पेजलाई फलो गर्न भने नभुल्नुहोला। अब भने लागौँ आजको सम्पूर्ण विषयवस्तुतर्फ। सबैभन्दा पहिले रिद्धि सिद्धि सिमेन्ट कम्पनी लिमिटेडको बारेमा सम्पूर्ण जानकारी। रिद्धि सिद्धि सिमेन्ट कम्पनी लिमिटेडले 1,21,71,500 किता भने आइपिओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्ड 7 को पाइपलाइनमा भने रहेको छ। यो कम्पनी म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ सेक्टरमा पर्दछ भने कम्पनीले 100 रुपैयाँ अङ्कित मूल्यमा 146 रुपैयाँ प्रिमियम थपेर 246 रुपैयाँमा आइपिओ निष्कासन भने चाहिँ गर्न अनुमति पर्खिरहेको छ। यो कम्पनीको आइपिओ कुल आवेदक मध्ये 12,17,000 केही बढी लगानीकर्ताहरूलाई कम्पनीको आइपिओ 10 किताका दरले प्राप्त हुनेछ भने कम्पनीको 10 किता आइपिओमा आवेदन दिनको लागि 2460 रुपैयाँ भने चाहिँ लगानी गर्नुपर्ने हुन्छ। त्यस्तै अर्को कम्पनी रहेको छ मारुति सिमेन्ट लिमिटेड। यो कम्पनीले 1,16,00,000 किता भने चाहिँ आइपिओ निष्कासन गर्न बोर्डको अनुमति भने पर्खिरहेको छ। यो कम्पनीले 100 रुपैयाँ अङ्कित मूल्यमा 326 रुपैयाँ प्रिमियम थप गरी 426 रुपैयाँमा आइपिओ भने चाहिँ जारी गर्नेछ। यो कम्पनी पनि म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ सेक्टरमा पर्दछ भने यो कम्पनीको आइपिओ 11,60,000 बढी लगानीकर्ताहरूलाई भने चाहिँ प्राप्त हुनेछ। कम्पनीको 10 किता आइपिओमा आवेदन दिनको लागि 4,260 रुपैयाँ भने चाहिँ आवश्यक पर्ने देखिन्छ। त्यस्तै अर्को कम्पनी सौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेड। यो कम्पनीले 1,59,81,500 किता भने आइपिओ निष्कासन गर्नको लागि बोर्डको अनुमति पर्खिरहेको छ। यो कम्पनीले पनि 100 रुपैयाँ अङ्कित मूल्यमा 233 रुपैयाँ प्रिमियम थप गरी 333 रुपैयाँमा आइपिओ निष्कासन गर्नको लागि भने चाहिँ धितोपत्र बोर्डमा आवेदन दिएको हो। यो कम्पनीको पनि कुल आवेदक मध्ये 15,98,000 केही बढी लगानीकर्ताहरूलाई भने आइपिओ प्राप्त हुनेछ। कम्पनीको 10 किता आइपिओमा आवेदन दिनको लागि 3,330 रुपैयाँको आवश्यक भने चाहिँ पर्ने देखिन्छ। त्यस्तै अर्को कम्पनी जगदम्बा स्टिल्स कम्पनी लिमिटेड। यो कम्पनीले 2,70,000 किता भने चाहिँ आइपिओ निष्कासन गर्नको लागि बोर्डको अनुमति पर्खिरहेको छ। यो कम्पनीले पनि 100 रुपैयाँ अङ्कित मूल्यमा 230 रुपैयाँ प्रिमियम थप गरी 330 रुपैयाँमा आइपिओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको हो। यो कम्पनीको आइपिओ भने कुल आवेदक मध्ये 20,07,000 आवेदकलाई भने चाहिँ 10 किताका दरले बाँडफाँड हुनेछ। अहिलेको सिनारियोमा हेर्ने हो भने आइपिओमा आवेदन दिने लगानीकर्ताहरू 29 लाख केही बढी रहेको हुँदा यो कम्पनीको आइपिओ भने 20 लाख बढीलाई पर्नेछ भने 9 लाखको मात्र हात खाली हुने भने चाहिँ देखिन्छ र यो कम्पनीको 10 किता आइपिओमा आवेदन दिनको लागि 3,300 रुपैयाँको आवश्यक पर्ने भने चाहिँ देखिन्छ। त्यस्तै अर्को कम्पनी रहेको छ अम्बे स्टिल्स कम्पनी लिमिटेड। यो कम्पनीले भने 1,11,92,727 किता भने आइपिओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति भने पर्खिरहेको छ। यो कम्पनीले पनि 100 रुपैयाँ अङ्कित मूल्यमा 203 रुपैयाँ प्रिमियम थप गरी प्रति किता 303 रुपैयाँमा आइपिओ निष्कासन गर्नको लागि बोर्डको अनुमति पर्खिरहेको हो। यसर्थ यो कम्पनीको आइपिओ पनि कुल आवेदक मध्ये 11,19,000 केही बढी लगानीकर्ताहरूलाई भने चाहिँ प्राप्त हुनेछ र कम्पनीको 10 किता आइपिओमा आवेदन दिनको लागि 3,030 रुपैयाँको आवश्यक भने चाहिँ पर्ने देखिन्छ। यो त थियो उत्पादन तथा प्रशोधन क्षेत्रका यानि कि म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ सेक्टरका प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरूको बारेमा जानकारी। साथै अहिलेको सिनारियोमा थोरै किता मात्र कम्पनीहरूले आइपिओ निष्कासन गरेको
अवस्थामा यी कम्पनीहरूले आइपिओ निष्कासन गरे पश्चात भने धेरै लगानीकर्ताहरूलाई यी कम्पनीहरूको आइपिओ भने चाहिँ प्राप्त हुनेछ। यो जानकारीमूलक भिडियो कस्तो लाग्यो? यदि भिडियो मन परेको भए भिडियोलाई लाइक गर्नुहोला। ठुला कम्पनीको आइपिओको पर्खाइमा को हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्न भने नभुल्नुहोला। र आगामी दिनहरूमा यस्तै जानकारीमूलक भिडियो हेर्नको लागि हामीसँग जोडिनुहोला। आजको भिडियो यति नै, फेरि भेट्नेछु अर्को भिडियोमा।